आत्तिनु पर्दैन, हामी सम्हाल्छौँ, सम्हालेर लिएर जान्छौँ। कहिलेकाहीँ ट्रान्जेक्सन कहिलेकाहीँ अलिकति अत्यास लाग्दो हुनसक्छ, एक ठाउँबाट अर्को ठाउँमा, एउटा ढङ्गबाट अर्को ठाउँमा। यो पोलिटिक्सको प्याराडाइम सिफ्ट भएको बेला भएको हुनाले अत्याउनेहरू पनि हुन्छन्, कहिलेकाहीँ हो कि क्या हो भन्ने ठाउँ पनि हुन्छ। तर प्लिज डु नट वरी, हामीले भर्खरै सरकार बनाएका छौँ, ऐतिहासिक जनमत हामीले ल्याएका छौँ। यो 4 महिना सरकारलाई मूल्याङ्कन गरिहाल्ने समय हो भनेर अलि भन्न मिल्दैन कि भन्ने मलाई लाग्छ। तर पनि यो 4 महिनामा हामीले अलिकति छनक फेर्न सक्नु पर्थ्यो। त्यो तपाईँहरूको सल्लाह र सुझावलाई हामीले मनन गरेका छौँ, हामी प्रत्येक दिन सुन्छौँ तपाईँहरूलाई। तर चिन्ता नगर्नु होला, यो उडान जसलाई गन्तव्यमा पुर्याउनको निमित्त हामीले लिएर हिँडेका छौँ, अलिकति टर्बुलेन्स आएको हुन सक्ला, कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउँछ। तर सिट ब्याक एन्ड रिल्याक्स, फास्टन योर सिट बेल्ट, हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौँ। हामी छौँ। अप्ठ्यारो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप पोलिटिकल पार्टीसँग छ, हाम्रो पार्टीसँग छ। किनकि यो पार्टीमा तपाईँहरू जस्तै केही गरौँ भनेर हुटहुटी भएका युवाहरू हुनुहुन्छ। कुनै पनि देशको इतिहासले परिवर्तनको लागि जब नन पोलिटिसियन्सहरूको एउटा प्रोफेसनल्सहरूको एउटा होल टिम आएर हामी अब केही गर्छौँ भनेर लाग्छ, त्यस्तो चेतना कुनै पनि देशले समाजले हत्तपत्त पाउँदैन। हामी त्यो चेतनामा छौँ। यो हाम्रो सरकार होइन, यो तपाईँहरूको सरकार हो। यो इतिहासले दिएको यो अवसरलाई हामी तपाईँहरूसँग सहकार्य गरेर काम गर्न चाहन्छौँ। म तपाईँहरूलाई एउटा अनुरोध गर्न आएको छु आज। तपाईँहरू एउटा कुनै पोलिसी समिट गर्नुहोस्, इन्भेस्टमेन्ट समिट होइन, पोलिसी समिट। कहाँ कहाँ ग्याप छ, तपाईँहरू जस्ता युवा उद्यमीहरूलाई राज्यले कहाँ कहाँ चिन्दैन, कहाँ कहाँ दुःख दिन्छ, किन तपाईँहरूलाई मन्त्रालय धाउन बाध्य पार्छ, किन कोठा कोठामा जान बाध्य पार्छ, कहाँ कहाँ समस्या छन्, कहाँ कहाँ पोलिसी ग्याप छन्, हामीलाई भन्नुहोस्, हामी सुन्छौँ, हामी तपाईँहरूको कुरा सुन्छौँ। र पोलिसी ग्याप कहाँ छ, कहाँ कहाँ हामीले नीतिगत रूपमा तपाईँहरूलाई सुरक्षित पार्नुपर्ने हो, हामी गर्छौँ। म त भन्छु तपाईँहरूको आगामी वर्ष म जस्ता पोलिटिसियनलाई चिफ गेस्ट बोलाउनु पर्दैन, सबभन्दा धेरै करदातालाई चिफ गेस्ट बनाउनुहोस्, हाइएस्ट ट्याक्स पेयरलाई। हाइएस्ट ट्याक्स पेयर्सलाई तपाईँहरूकै यही तपाईँहरूको च्याप्टर्सहरू मध्ये पनि सबभन्दा धेरै कर तिर्ने मान्छेलाई सर्वाधिक इज्जत र प्रतिष्ठा दिएर तपाईँहरू अगाडि बढाउनुहोस्। हामी तपाईँहरूको लागि पोलिसी बनाउँछौँ, हामी नीति बनाइदिन्छौँ। हामीसँग संसदमा सङ्ख्या छ, अहिले झन्डै 2/3 सरकार छ। र हाम्रो होइन, मेरो निजी होइन, मलाई केही पनि, मलाई नेताका रूपमा मलाई कुनै व्यापार गर्नु पनि छैन, म कुनै व्यापार गर्दिनँ पनि। तर निजी क्षेत्र व्यापार व्यवसाय गर्ने व्यवसायीहरू उद्यमीहरूलाई संरक्षण गर्न सकिएन भने हामीले लिएको लक्ष्य खेर जान्छ, त्यो एउटा कन्टेन्ट बन्न जान्छ, त्यो एउटा फल्स प्रमिस बन्न जान्छ। हामी हार्न चाहँदैनौँ। व्यक्तिगत रूपमा मलाई हार्न त्यति धेरै आपत्ति लाग्दैन, व्यक्ति हारेर ठुलो कुरा होइन। तर सिङ्गो पुस्ताको सपना हार्न हुँदैन साथीहरू। त्यस कारणले म तपाईँहरूलाई केही न केही उत्साह मिल्छ होला भनेर आज तपाईँहरूसँग सँगै उत्साह बाँड्न आएको छु। कहिलेकाहीँ समाजमा निराशा पनि आउँछ। अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्षहरू पनि बलियो छन्, सबै प्रतिपक्ष छन्, एउटा रासोपा बाहेक, हाम्रो पार्टी बाहेक। राजनीतिक कुरा तपाईँहरूसँग गर्न आएको होइन, तर अलिकति राजनीतिसँग सम्बन्धित कुराहरूले उद्यमलाई पनि काहीँ न काहीँ छोएको हुनाले राजनीति र उद्यमसँग जोडिएका केही कुरा मात्र भन्न यहाँ आएको हुँ। म तपाईँहरूलाई फेरि पनि स्पष्ट रूपमा यहाँ भन्न आएको छु कि बताउनुहोस् हामीले कहाँ कहाँ तपाईँलाई सघाउनुपर्छ, कुन कुन कुराहरूले गर्दा तपाईँहरूलाई अप्ठ्यारो परेको छ। सरकार तयार छ। मैले अघि भने प्रतिपक्ष पनि बलियो भएको हुनाले कहिलेकाहीँ राजनीतिक मुद्दाहरू हेर्दा, सरकारको विरोध भइरहँदा, कहिलेकाहीँ पार्लिमेन्टका गतिविधिहरू हेर्दा तपाईँहरूलाई लो गयो कि बर्बाद भयो कि यो 2/3 सरकार पनि खेर जाने पो हो कि, यस्तो हामीले भोट दिएको, हामीले त घर घरबाट अझ बढी तपाईँहरूमध्ये कतिले त आफ्नो सोसियल मिडियामा पोस्टै गरेर खुल्लम खुल्ला सपोर्ट पनि गर्नुभएको होला। देख्यौ त पनि भन्लान् तपाईँहरूलाई, यसो गाली पनि गर्लान् कि तपाईँहरू आत्तिनु त भएको छैन भन्ने मलाई लागेको छ। आत्तिनु पर्दैन, हामी सम्हाल्छौँ, सम्हालेर लिएर जान्छौँ। कहिलेकाहीँ ट्रान्जेक्सन कहिलेकाहीँ अलिकति अत्यास लाग्दो हुनसक्छ, एक ठाउँबाट अर्को ठाउँमा, एउटा ढङ्गबाट अर्को ठाउँमा। यो पोलिटिक्सको प्याराडाइम सिफ्ट भएको बेला भएको हुनाले अत्याउनेहरू पनि हुन्छन्, कहिलेकाहीँ हो कि क्या हो भन्ने ठाउँ पनि हुन्छ। तर प्लिज डु नट वरी, तपाईँहरू चिन्ता नगर्नुहोस्, हामी छौँ। हामी हाम्रो लाभको लागि यहाँ काम गरिरहेका छैनौँ। एउटा देशले यस्तो अवसर पाउनको लागि सिङ्गो युगको प्रतीक्षा गर्नुपर्छ। सिङ्गो एउटा युग कुरेर मात्रै यस्तो चान्स, यस्तो अवसर एउटा देशले पाउँछ। तपाईँलाई लाग्छ रासोपाले यो अवसर यतिकै गुमाउँछ होला? इम्पोसिबल। हामी यो अवसर गुमाउन चाहँदैनौँ, हाम्रो लागि होइन।
आउने जेनेरेसनको लागि